हेलो एभ्रिवान वेलकम ब्याक टु आवर च्यानल। आज चाहिँ म हजुरहरूमा चाहिँ थोरै फरक भिडियो लिएर आएको छु। आज चाहिँ कोरियाको छुमाल सेङ्वाल अथवा सप्तान्तको गतिविधिको बारेमा चाहिँ भिडियो बनाउन गइरहेको छु। हामी चाहिँ सप्तान्तमा योपालिको सप्तान्तमा चाहिँ बल्छी खेल्ने र माछा मार्ने अनि पैसा कमाउने होइन, अनि अलि आफ्नो रुचि पनि हुने भयो, रमाइलो पनि हुने भयो र साथै इन्कम पनि हुने भयो। यतिकै घरमा बसिरहनु भन्दा भनेर कोरियन दिदीहरूसँग चाहिँ सँगै बल्छी खेल्न जाने निधो गरेर अनि आज चाहिँ हामी बल्छी खेल्न आएको छ यो खोलामा। हामीले कति माछा मारिन्छ र कति पैसा कमाउँछ र बल्छी खेल्दाखेरि चाहिँ के सामानहरू आवश्यक पर्ने रहेछ, कसरी चाहिँ बल्छी खेल्ने रहेछ त भनेर यो भिडियोमा सँगसँगै बल्छी खेल्दाको मजा रमाइलो लिऊँ है त हामी सबैजना सँगै। हामी चाहिँ भेट्ने आइतबारको दिनमा चाहिँ 10 बजेदेखि बल्छी खेल्ने यो ठाउँमा भनेर निधो गरेको थिएँ दिदीहरूसँग। दिदीहरू चाहिँ अलि अगाडि नै आएर बसिसक्नु भएको रहेछ, सबै रेडी पनि गरिसक्नु भएको रहेछ। म आइपुग्दाखेरि चाहिँ बल्छी खेल्नको लागि चाहिँ यो किरा चाहिने रहेछ। यसले चाहिँ कोरियन भाषामा छिरुङ्गी भनेर भनिन्छ। यो चाहिँ गडेवला जस्तो हो तर गडेवला चाहिँ होइन। यो किरालाई के भन्छ हजुरकोतिर हजुरहरूले कमेन्ट गर्नुहोला। मैले चाहिँ नेपालमा खासै यस्तो किरा चाहिँ देखेको थिएन, गडेवला देखेको थियो। तर यो गडेवला पनि होइन, गडेवलाको यस्तो खुट्टाहरू हुँदैन नि त, गडेवला गोलो गोलो हुन्छ होइन। यो चाहिँ यस्तो खुट्टा धेरै भएको हुँदो रहेछ। यो चाहिँ आहाराको रूपमा प्रयोग गर्ने रहेछ बल्छी खेल्दाखेरि। अनि त्यसपछि अर्को भनेको यो ढक्की जस्तो, यसले चाहिँ गरुङ बनाएर तल पानीमा डुब्न मद्दत गर्ने रहेछ। यो कुरा चाहिँदो रहेछ, बल्छीको सेटमै हुन्छ यिनीहरू। यो छिरुङ्गी भइहाल्यो, त्यही गड्योला। अनि त्यसपछि यो चाहिँ अब माछा मारिसकेपछि हाल्नलाई फुर्लुङ है, फुर्लुङ माछा हामी नेपालीमा फुर्लुङ भन्छ, तामाङ भाषामा नेपाली भाषामा के भन्छ? बल्छी धुर्पेले बोकेर हिँड्छ नि, बल्छी धुर्पेले बोकेर जहिले पनि बल्छी धुर्पेले बोकेर हिँडिरहेको हुन्छ नि पछाडि, बाँसले बुनेको माछा मारिसकेपछि हाल्ने कुरा, हाल्ने भाँडा हो यो चाहिँ है। अनि त्यसपछि हामीहरू चाहिँ माछा मार्नको लागि भोकलाग्दो खानालाई कफी, यहाँनिर अन्नी रेडी पोजिसनमा हुनुहुन्छ। यहाँनिर हजुरले देख्न सक्नुहुनेछ माछा समातेका छौँ। अब हामी हेरौँ है त के सामग्रीहरू चाहिने रहेछ। यो चाहिँ बल्छीको लागि चाहिने सामग्रीहरू हो, सामानहरू। हामीहरू दुईजना दिदी अनि म गरेर हामी तीनजना बल्छी खेल्ने भनेर भनेको। हामी तीनजनालाई चाहिँ त्यो बल्छीको सामान किनेर पनि जोड्नलाई यताउति गर्न जानेन हामीले। त्यही भएर यता एउटा दाईलाई बोलाएर अनि उहाँ दाईले चाहिँ यहाँ हामीलाई बाँधिदिँदै हुनुहुन्छ, यसरी बाँध्नुपर्छ भनेर। यसरी यो ढकलाई चाहिँ यहाँनिर त्यो बल्छीको टुप्पोसँग जालको धागो हुँदो रहेछ, यो जालको धागो हो, यसमा बेरेर आएको हुने रहेछ। अनि जालको धागोले चाहिँ यसरी मजाले नफुस्किने गरेर कसेर बाँध्नु पर्दो रहेछ यो ढकमा। अनि यो ढक चाहिँ बिचमा रहनेछ। अनि यसको लागि चाहिँ जस्तै यतापट्टि तपाईँले देख्न सक्नुहुन्छ, यहाँनिर एउटा बल्छीको डोरी जस्तो भयो अनि त्यसमा चाहिँ जालले त्यो ढकलाई बाँधेको छ बिचमा। ढक चाहिँ बिचमा हुन्छ। अब त्यो ढकसँग अब यतापट्टि अर्को यो जुन हुक छ नि, हुक हेर्नु त है, नाक्सी फानुल भनेर भन्छ नि होइन कोरियन भाषामा, हुक। यो हुकलाई चाहिँ अब सबभन्दा छेउमा हुक हुने भयो, त्यसपछि बिचमा ढकी, अनि त्यो ढकी हुने भयो, अनि त्यसपछि यसमा गरेर अनि यहाँनिर चाहिँ हामीलाई एउटा माछा चाहिँ त्यहाँ एकजना आज सिले मार्दै हुनुहुँदो रहेछ, अनि उहाँलाई चाहिँ नचाहिने रे, अनि हामीलाई एउटा माछा ल्याएर हालिदिइसक्नु भएको छ। यसरी गरेर चाहिँ रेडी बनाउनु पर्ने रहेछ। र त्यसमा ठ्याक्कै यो किरा, एकवटा किरा लिएर थियौँ हामीले, हेर्नु त यहाँ किरा कति धेरै छ। यो किरा चाहिँ आहाराको रूपमा त्यो बल्छीको हुकमा
हालेर अनि तल राखेपछि माछाहरू चाहिँ यो किरा खान आउने रहेछ। किरा खान आउँदाखेरि अल्झेर उयो हुने रहेछ। नेपालमा नि कति धेरै मान्छेहरू बल्छी खेल्नुहुन्छ नि होइन, बल्छी खेल्नुहुनेहरूलाई थाहा नै होला। मैले चाहिँ नेपालमा बल्छी खेलेको थिएन, त्यही भएर मेरो लागि चाहिँ यो टोटल्ली न्यू हो। यहाँ यसरी चाहिँ आहारा हाल्नु पर्दो रहेछ। अनि यो आहारालाई पानीभित्र डुबाएर बसेर यो खाना आउँदाखेरि ठ्याक्कै माछा अल्झिने रहेछ के यहाँ। यसरी रेडी बनाएर दिँदै हुनुहुन्छ। हल्का कोरियन कुरा गफ सुनौँ है त। 됐어? 이렇게 된 거야? 이거 아니잖아. 이거야? 됐어? 잠깐만. 자, 이거 저거 흡연하는 거야? 이게 아니야, 이게? 아니? 한잔. 이게 가라앉냐? 잘안 가라앉아. 아니, 그냥 그대로 해도 되는 거예요? 이대로 해라, 살려갖고. 그러니까. पन्जा झरेर चाहिँ मर्यो। यो रहेछ अब यतातिर नचल्नुहुन्छ दुवैमा त्यसरी हुक छ। अनि यही हुकमा चाहिँ अल्झाएर किरालाई अल्झाएर 5 मिनट डुबाएपछि किरामा कति भयो आउने रहेछ। अलिकति घट्दै 먹고 갔어요? 아, 지렁이 너무 길었나 보다. 반 잘라 먹었어. 이거 보여. 이거 보여. यतिकै खाएर गयो। समातेन भन्छ। 이봐, 잘했어. 아니. 반 잘라 먹는 거 내가 거기다 다시 댔더니 잘랐어. त्यसो भयो। 언니 잘하지. 이거 열어봐. 반 잘라 먹더라. 그거 다시 가. 우리 4번 중에서 제일 큰 거 아니야? 맞아. 내 거 잡았어. 계속 여기 우물 파고 있었단 하는 뭐. 이거 하니까 또 되네. 야. 힘이 좋아. 장난 좀. 와, 역시. 힘이 잘하다. 엄청 커 앉아나. 와, 끝나겠다. 엄청 커. 와, 엄청 많이 나가는데, 우리? 그래서 우리 4시까지 하자. 내가 다음에 메타 갖고 나가. 됐어요, 언니, 여기 되게. माछा 메기도 잡혀? अलिक सानो सानो माछा देख्नुहुन्छ नि तपाईँले होइन, तर यो एकदमै महँगो माछा हो अरे। त्यही भएर यो सानो नै समात्ने माछा हो अरे, सानो नै हुन्छ अरे। 잘라 먹고 앉아나. 여기도 있어. 와, 우리가 다시 안 했잖아. 근데 잘라 먹고 갔어. 안 되잖아. यो चाहिँ मैले समातेको माछा हो। 아니, 이거 맞아요? 우리 사는 거 이거 맞아. 앉아나 잡았는데 손이 미끼가 안 돼. 잡았어? 나 미끼 했어. 앉아, 잡았어? 네. 하나. 힘이 없나? यो चाहिँ अस्ला माछा किने रहेछ। यो चाहिँ सस्तो हुन्छ अरे। यो भेट्दा चाहिँ कति किरा हेर्नु त कस्तो हालेर चाहिँ पन्चो लगाएर गएको थियो। हामीले खिचेर आदि बनाएर गाह्रो छ। के थाहा यहाँ त सिउरे सिउरेछ। अनि मिठो भएपछि रमाइलो भयो है। हेर्न सक्छ माछा कसरी पर्छ हेरिराख्नुहोस् है त। हामीले माछा पारेको मैले माछाहरू धेरै हेर्दै छ। त्यो खालको माछा चाहिँ महँगो माछा हो अरे, सस्ता रहेछ। त्यही माछा पाउन गएको महँगो हुन्छ अरे भनेर हेर्दाखेरि चाहिँ सानो सानो माछाको बच्चा जस्तो छ। नेपालमा हो भने पाल्ने माछाहरू जस्तो छ। गङ्गडहरू, ढिँगे माछाहरू, धेरै उयोहरू देखेको यो खोला 아니요, 아까부터 안 잡았어요. 잡았어요. मैले समातेको हो। 근데 이거 잡았어요? तिमी भएर चाहिँ माछा गर्दैछ।
छात्र लाग्यो भने तिमीले बोल्थ्यो यति माछा मार्यौँ त्यो माछाहरूलाई के भन्छ हजुरहरूतिर माछाको नामहरू यति मार्यौँ हामीले यो माछा चाहिँ एउटैको नेपाली यो एउटा माछा हालेर अनि बनाएको परिकार जुन मेउनथाङ के भन्छ अरे उनीहरूको त्यो परिकार बनाउँदाखेरि त्यो एउटा माछा हालेको हुन्छ अरे एउटा अथवा दुईटासम्म त्यति माछाको चाहिँ 15,000 पर्छ अरे के त्यही भएर लगभग हामीले समातेको माछा चाहिँ बेच्यो भने यति माछा अनि यो गङ्गटो हामीले सबैजना मिलेर समात्दाखेरि मैले चाहिँ जम्मा 12वटा समातेको हो 12वटा मारेको हो अनि उनीहरूले मारेको समेत गरेर चाहिँ हामीले 50वटा माछा अनि 7वटा गङ्गटो समातेको थियो अनि यो सबै बेचेको भए चाहिँ हाम्रो 1,50,000 देखि 2 लाखसम्म आउँथ्यो अरे काँचै बेच्दाखेरि जुन उयो नगरिकन सफा नगरिकन घुस नफालिकन बेच्दाखेरि अनि रेस्टुरेन्टको मान्छेहरूले चाहिँ यति थियो रहेछ भने 7-8 लाख रुपियाँ कमाउन सक्थ्यो भनेर भन्दै थियो उनीहरूले हामीले चाहिँ यति माछा मार्यौँ एकदम रमाइलो पनि भयो त्यही भएर हजुरहरू पनि कोरियामा हुनुहुन्छ र यो गर्मीको बेलामा के गर्ने भनेर अल्छी लागिरहेको छ भने चाहिँ यसरी खोलाको छेउछेउमा बल्छी खेलेर माछा मार्न जान सक्नुहुन्छ तर जापै त्यही चाहिँ फेरि बल्छी नखेल्नु होला हेरेर है बल्छी खेल्न निषेधित ठाउँहरू पनि हुन्छ बल्छी खेल्न मिल्ने ठाउँहरूमा चाहिँ गएर खेल्न सक्नुहुन्छ है त अनि ठुलो माछा पाउने ठाउँ पनि हुन्छ ठुलो माछा चाहिँ सस्तो हुन्छ अरे भनेर यिनीहरूले मलाई यो सानो माछा मार्ने ठाउँमा लगेको हो हामी नेपालीहरू चाहिँ अलिक ठुल्ठुलो माछा भएको ठाउँमा गएर मार्न पनि सक्नुहुन्छ है त आजको भिडियो यति नै हजुरहरूलाई कस्तो लाग्यो कस्तो कस्तो माछा मारे हामीले त्यो माछाको नामहरू र त्यो छिरोङीलाई चाहिँ नेपाली भाषामा के भन्छ कमेन्ट गर्न नभुल्नु होला है त आजलाई यति नै ह्याभ अ गुड डे सबैजना छिटै कोरिया आउनु र कोरियामा हुनेहरू चाहिँ यसरी रमाइलो जीवनयापन बिताउनु होला काम गर्दाखेरि धेरै स्ट्रेसहरू हुन्छ र कोरिया आउन चाहनेहरूको चाहिँ छिट्टै कोरिया आउने सपना पुरा होस् भनेर भन्न चाहन्छु